बाजे के गर्न लाग्नुभयो बाजे के गर्न लाग्नुभयो बत्ती निभ्दैन फोटो खिच्न लाग्नु भा बत्ती निभाउने ल निभ्यो यता हाई भन्नु यस्तो गर्नु यस्तो गर्नु यस्तो हाई भन्नुहोस् दामी आउनु भयो यस्तो गर्नु यस्तो लाइक हो गजब फोटो खिच्ने फोटो खिच्नुहुन्छ ल फोटो खिचिदिन्छ है तपाईँको मोबाइलमा हालिदिने हो फोटा हजुर तपाईँको मोबाइलमा हालिदिने हो होइन उहाँ बनाएर ल्याएर म पैसा दिइहाल्छु पैसा चाहिँदैन पैसावाला होइन बा पैसावाला होइन यो म फ्रीमा खिचिदिएँ ल ल तपाईँको मोबाइलमा तपाईँको मोबाइलमा मेमोरी कार्ड छ कि छैन छन् नि त्यसमा हालिदिन्छु ऊ आउँदैन यसरी त्यसमा ऊ लाग्दैन त मेमोरी कार्ड छ सिम नलाग्ने भएर म बर्बाद भयो सिम नलाग्ने भएको हजुर किन त्यो भुराले उतारो सिम नलाग्ने भइरहेको छ गीत त बज्छ यसमा गीत बजाउनु हुन्छ धुन बजिहाल्छ नि गीतले बज्छ त्यो सिम चाहिँ नि भुराले कहाँ के गरे थियो ए फोटो यसमा हेर्न मिल्छ यो फोटोहरू अनि त्यो मोबाइल पसलमा झिक्ने भन्नुभयो बनाएर फ्रेम बनाएर झिक्ने भन्नुभयो हजुर ए यो मोबाइल पसलमा बनाइदियो भने चाहिँ बनाइदिन्छ 200-300 रुपियाँ 200 रुपियाँ लाग्छ लाए पनि म बनाउँ त्यो यो मेमोरी कार्डमा फोटा छ अनि यो मेरो फोटा यो बनाइदिनुहोस् भनेपछि बनाइदिन्छ यता आउँछ यता हालिसकेँ मैले हजुर अनि यो फोटो आउँछ भन्नु है तपाईँको मोबाइल नचल्ने भएछ त त्यो सिम बिग्रिएर छ त्यो यसको सिम बिग्रिछ के अरे सिम बिग्रिया फोन हुँदैन उहाँ कहीँबाटै फोन आउँदैन ए अहिले हेरेर मिल्छ होला हजुर सिम छ त्यही छ नि त यही छ त्यही छ नि त ए म हेरिदिन्छु अहिले रोक्नु ल पहिला चाहिँ काम गर फेरि पारि जानु पर्यो हेर्नु ए हेर्नुहोस् अर्को फोटा नि आयो ए खतरा ह्यान्डसम हुनुहुन्छ है मान्छेलाई के होइन राख्ने क्या मोरी बेलासम्म फ्रेम बनाएर राख्ने रे फ्रेम बनाएर अनि छोरा छोरी अझै सबै बेच्छ यस्तो भयो त्यो हजुर छोराको यस्तै मोबाइल छ ठुलो खै छ कि छैन मलाई वाटै छैन मलाई त यो थाहै छैन हजुरलाई अब यत्रो वर्ष बितिसक्यो मोरी बेला भइसक्यो भेट्न आउँदैनन् घरि जम्मै छ छोराछोरी चारै बाँच त्यही छन् त्यही छ मोबाइल बनियो बा मोबाइल बनिसक्यो होला ए सिम लागिसक्यो देउताले किन्नु भइसक्यो हजारको किन्नै पर्छ होइन फोन लाग्ने भइसक्यो सिम पाइले पुग्दैन लिनु यो सिम हल्लेको रहेछ भित्र सिम हल्लेको रहेछ अनि मैले सोझै पारेर हालिदिएँ फोन गर्नु खै कसलाई गर्नुहुन्छ ल ल फोन लाग्छ है लाग्दैन हान्नु त खै यताबाट हामी म हजुरको नाति जहाँ पुगे पनि हजुर जहाँ सिक्दा पनि मलाई यस्तो पऱ्यो भनेर भन्नुहोस् हजुर म के गर्छु भने म रक्षा गर्छु तपाईँलाई नि हजुर मेरो पढाइ गएछ भने गएछ हजुर तपाईँले हान्नुहोस् थोक्ने पिट्ने म गर्ने म गर्छु हुन्छ म बढ्छु